Всем привет. फेरि स्वागत छ थप खबर। कानून न्याय तथा मानवाधिकार समितिले सम्पत्ति शुद्धिकरण, मनी लाउन्ड्रिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। मंगलबार समितिलाई उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी आज समितिले पारित गरेको हो। उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन 2074 को दफा 52, दफा 18 को उपदफा 2 झिक्नेमा व्यक्तिगत बचतको अधिकतम सीमा 25 लाख हुने गरी विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताउनुभयो। उहाँका अनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट 5 किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ। तत्कालीन प्रचलित कानून अनुसार 3 किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरू कायम राख्ने, तर तत्कालीन अवस्थामा 3 किलोमिटरको सीमाको नियम अनुसार सञ्चालन नभएकाहरूको हकमा आगामी 3 वर्षभित्रमा 5 किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको बताउनुभयो। दैलेखमा ठूलो ओखती भनिने जडीबुटी खाएका एकजनाको ज्यान गएको छ। 2 जना गम्भीर बिरामी परेका छन्। भगवतीमाई गाउँपालिका 4 तुर्सु गाउँका 25 वर्षीय नर्तम विकको ज्यान गएको जिल्लाधिकारी कार्यालय दैलेखका इन्चार्ज किशोर लम्साले जानकारी दिनुभयो। नर्तमलाई 2 दिन अघिदेखि ज्वरो आएको थियो। ज्वरोले Видишь, мама тебе какие обувки хорошие купил? Хорошо купил. जानकारी आएको लम्सालले बताउनुभयो। 61 वर्षका धने कामी र 12 वर्षीय रमेश विकको पनि स्वास्थ्य अवस्था गम्भीर छ। उनीहरूलाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल Данил, выходи. Данил, куда пошел? Не надо дверь закрывать, там проверить. Не надо закрывать дверь. Все выходят, выходи. प्रमुख प्रेम कुमार राईले नेपालमा हुने भ्रष्टाचारको डिल विदेशमा हुने गरेको दावा गर्नुभएको छ। सभा अन्तर्गतको राज्य व्यवस्था समितिको आज बसेको बैठकमा अख्तियार प्रमुख राईले नेपालको भ्रष्टाचारको अन्तर्राष्ट्रियकरण भएको बताउनुभयो। ठूला भ्रष्टाचारको डिल सिंगापुर, हङकङ र युएमा हुने गरेको उल्लेख भन्दै उहाँले त्यसरी हुने भ्रष्टाचारको प्रमाण सङ्कलनका लागि विद्यमान कानूनमा संशोधन जरुरी रहेको औल्याउनुभयो। अन्तर्राष्ट्रिय स्तरमा ठूला भ्रष्टाचारको डिल भएको थाहा पाएर पनि प्रमाण जुटाउन अख्तियार प्रमुख राईको चुनाव थियो। राज्य व्यवस्था समितिको आजको बैठकमा संविधान आयोग ऐन 2048 को संशोधन गर्न बनेको विधेयक र अख्तियारको काम कारबाहीबारे छलफल भएको थियो। Один сделал. घोर निन्दा समेत गर्नु भएको छ। सो आक्रमणमा 14 अमेरिकी नागरिक मारिएको स्मरण गर्दै बाइडेनले इजरायलका लागि थप सैन्य सहयोग दिने वाचा समेत गर्नु भएको छ। इजरायलका लागि सैन्य सहायता स्वरूप 3 करोड 80 लाख उपलब्ध गराइसकेको छ। कतिपय आलोचकले भने अमेरिकी राष्ट्रपतिको सम्बोधनलाई युद्ध निम्त्याउने उल्लेखको रूपमा चित्रण गरेका छन्। खेल खबरमा फुटबल वर्ल्ड कप 2026 क्वालिफायर्स एसिया जोन राउन्ड 1 अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तीव्र पारेको छ। असोज 25 गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तीव्र पारेको हो। फिफा वरियतामा लाओस 186 र नेपाल 175 स्थानमा रहेका छन्। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो टेनेसले हाल 25 सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहनु भएको छ। प्रशिक्षकले मंगलबार अभ्यास सत्रमा तयारी राम्रो रहेको बताउनुभयो। नेपालको लाओसको खेलका लागि टिकट दर साधारण पाराफिटतर्फ 300 र भिआइपी पाराफिटतर्फ 500 रुपियाँ कायम गरिएको छ। खेलको टिकट एन्फा आफैले बिक्री गर्नेछ। प्रतियोगिताका लागि 73,68,400 रुपियाँ खर्च हुने अनुमान गरिएको छ।
यसै खबरसँगै हामी सुन्ने खबरको अन्त्यमा आइपुगेका छौँ। बिदा हुन अघि फेरि सुन्ने खबरका मुख्य खबरहरू। दाङका किसानले लगाएको धानमा कालो पोके रोग देखा परेपछि किसान चिन्तित। इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई लिन सरकारले आज राति नेपाल एयरलाइन्सको विमान पठाउने। सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी विधेयकलाई संशोधन गर्न बनेको विधेयक पारित। नेपालीहरूले भ्रष्टाचार विदेशमा हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईको दावी। घाइतेको जाँदा आफ्नो पहिचान खोल्ने कागज साथमा लैजान नेपाल प्रहरीको सुझाव। चाडपर्वको लहर सुरु भएसँगै सीमानाकामा सुरक्षा व्यवस्था कडा पारिँदै। र इजरायल हमास बीचको युद्धमा इजरायलको साथ रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको उद्घोष। असोज 25 गते 10औं रङ्गशालामा हुने लाओससँगको खेल जित्ने तयारीमा नेपाली टोली। Ah, papasa. योसँग सुन्ने खबरको समय सकिएको छ। यसमा प्रकाशित केही खबर हाम्रो वेबसाइट www.radiomorningstar.com.np मा पनि उपलब्ध छन्। तपाईँ फेसबुकमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। फेसबुक प्राविधिक साथी राजकुमारसँगै म रिता बिदा हुन्छु। आफ्नोपनको आभास दिने तपाईँको मनको रेडियो रेडियो मर्निङ स्टार 90 मेगाहर्ज सुन्दै रहनुहोला। नमस्कार। आजको श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। हामी रेडियोको स्टुडियो तपाईँले मार्ग बालिसबाट बोलिरहेका छौँ। आजको श्रृङ्खला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदियो। मन पऱ्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि हामी श्रृङ्खला 5 जना नेपालका चर्चित सञ्चारकर्मी अथवा सेलिब्रिटीहरूको किशोर अवस्थालाई जुन आइपुगेका छौँ। आज अलिकति फरक छ। खास गरी किशोर अवस्थामा प्रवेश गर्दै गर्नुभएका साथीहरू अथवा किशोर अवस्था पार गरेर करियर आफ्नो भविष्यको छनौट कसरी गर्ने भन्ने साथीहरूको लागि चाहिँ आजको श्रृङ्खला अलिकति फरक हुन्छ होला भन्ने अनुमान हो। सबैभन्दा पहिला भोजराज आफ्लेको किशोर अवस्था माग जोड्दैछौँ। एउटा हातले चुरोट ताने अर्को हातले बोतल बुलतलमा फसे म त धाउन थाले होटल बोतलको पानीले आँखा सन्काई तानीले इज्जत गयो पिउने बानीले। नमस्कार, म गायक भोजराज काफले। अब मेरो बाल्यपनको कुरा गर्नुपर्दा चाहिँ म एकदमै मादल घिन्ताङ्ग गरेकै सुन्नु नहुने, गाउँतिर कुदिहाल्ने। अनि बाबा मम्मीले चाहिँ खाना खाना आइकन भन्दाखेरि पनि म एकछिनकी नाचेर आउने। फेरि म तामाङ गुरुङ मगर माझी दनुवार धेरै जनजाति भएकोसम्म जन्मिएको थिएँ होइन। त्यो भएर चाहिँ मलाई मादलको घिन्ताङ सुन्ने म नाच्ने गाउने गर्थेँ। अब बाबा मम्मीले पढ्नु पनि पर्छ गीत पनि गाउनुपर्छ भन्नुहुन्थ्यो। रेडियो नेपालमा आएर कुमारी पाण्डव सुनवार राम थापा ठुला कलाकारसँग भेटघाट भयो। त्यो भएर पनि म अब रेडियो नेपालतिर बढी बस्ने गाउँमा भन्दाखेरि। अब बाल्यपन यस्तै नै हो। मेरो उमेरका साथीहरू चाहिँ अब अलिकति माया प्रेममा पनि यताउता गर्ने चिठी लेख्ने चलन थियो त्यो बेला भने। म चाहिँ गीत सङ्गीतमा मात्रै एकदम चासो भएर मेरो त्यस्तो बाल्यकालमा केही पनि भएन। अब म रेडियो नेपालसम्म चाहिँ कसरी म सिन्धुलीबाट आएँ भन्ने कुरा गर्नुपर्दा चाहिँ अब म साह्रै सानो थिएँ। म अब बस चढेर हामी चाहिँ अब उदयपुरको कटारीको लालीमा बस चढेर आउँथ्यौँ। अब बस चढेर आइयो आइसकेपछि चाहिँ अब रेडियो नेपाल कहाँ हो भन्ने मलाई थाहा भएन। म चाबेल आएर बसेछु। अनि त्यसको आफन्तको घरमा म चाबेलमा बसेँ। त्यसपछि म सिंहदरबारमा आएर
2 दिन 3 दिनसम्म बल्ल बल्ल गेटबाट प्रहरी दाजुभाइलाई गुनासो गरेर मन्दिर गाउन आएको भएर रेडियो नेपाल पुग्यो। रेडियो नेपाल पुगेपछि चाहिँ मैले तीर्थ कुमारी पामर सुनवार राम थापाहरूसँग भेटेपछि मलाई गाउन सहज भयो। मेरो पढाइको कुरा गर्नुपर्दाखेरि चाहिँ म इङ्ग्लिसमा अलिक कमजोर थिएँ र अरू विषयमा म सिन्धुली जिल्लाको तराई भेगमा जन्मेको हुँदै भएर घरमा म नेपालीमा राम्रो थिएँ तर इङ्ग्लिसमा चाहिँ म कमजोर थिएँ। तर मलाई चाहिँ 50% पढाइ भने 50% चाहिँ गीत सङ्गीत नै थियो। घर परिवारको सहयोग कतिको पाइयो भने धेरैले सोध्नुहुन्छ गीत सङ्गीतमा। तर मलाई भनेको चाहिँ एकदमै मेरो बुवा मम्मीहरूले चाहिँ जा भन्नुभयो। म किसानीको छोरो हुँ, खसी बेचेर धान मकै बेचेर पनि मलाई पैसा दिएर पठाउनुहुन्थ्यो। एकदमै मैले सपोर्ट पाएँ। मैले त्यसै गरी म रेडियो नेपाल आएको। रेडियो नेपाल आएपछि म दोस्रो स्थान प्राप्त गरेँ मैले। त्यसपछि मलाई गाउन झन् सजिलो भयो। मलाई बुबा मम्मीले जसरी चाहिँ कलाकार बन्न काठमाडौँ जाँदा रेडियो नेपाल आउँदा सहयोग गर्नुभयो, मैले त्यो कुरा नै बुझेर म आफू कलाकार भइसकेपछि रेडियो नेपालमा एउटा प्रमाणित कलाकार भइसकेपछि मैले दिनेश काफ्ले र महेश काफ्लेलाई सिलगढीबाट लिएर आएर गीत सङ्गीतमा मैले ल तिमीहरू पनि खुसी छ भने गाऊ भने र उनीहरूसँग कला पनि भएर होला जुन गीत पनि दिनेशले गाएको 4वटा बाल गीतै फेमस भए र पछि महेशले गाएको गीत पनि त्यत्तिकै फेमस भए र मैले त्यत्तिकै सहयोग गरेँ र उनीहरूको रुचि पनि थियो। यति फरक थियो कि बाबा मम्मीलाई मैले चाहिँ म गाउन जान्छु भनेर गाउन आएको थिएँ भने दिनेश महेश आफ्नो छोराहरूलाई चाहिँ गाउन हिँड्न भनेर लिएर आएँ। त्यति फरक हो। यस्तो छ पहिले अब बाटोघाटो थिएन, ठाउँ ठाउँमा गाडीहरू पुग्दैन थिए र यस्तो नेटको जमाना थिएन, फेसबुकहरूको यस्तो जमाना थिएन। त्यो भएर मान्छेले गाउँमा कला खुम्च्याएर बस्थे भने अहिले भनेको चाहिँ एकदमै फरक छ। त्यो बेला गीत सङ्गीतको लागि रेडियो नेपालै आएर पास हुनु पर्थ्यो। स्वर परीक्षा पास नभई गाउन पाइँदैन थियो। अहिले भनेको आफ्नो कला भयो भने 5 विकास क्षेत्र 6 विकास क्षेत्र जता पनि हाम्रो पूर्व पश्चिम उत्तर दक्षिण हिमाल तराई पहाड जहाँ पनि नेटको सुविधा भएको कारणले गर्दा अहिले कलाकारहरू आउन सजिलो छ र धेरै कलाकार पनि आउनुभएको छ। अब कलाकारलाई सहयोग कति नव कलाकारलाई कतिको सहयोग गर्नुहुन्छ भन्ने कुरामा चाहिँ मैले भोजराज काफ्ले अग्रपन्थीमा नाम पनि आउँछ। धेरैजना कम्तीमा 1 दर्जनभन्दा बढी गायक गायिका बन्नुभएको छ मबाट मैले सहयोग गरेर। 1 दर्जनभन्दा बढी मोडल बन्नुभएको छ भाइ बहिनीहरू भनेपछि म एकदमै गीत सङ्गीतमा लाग्न चाहनेहरूलाई एकदमै सपोर्ट पनि गर्छु र माया पनि गर्छु र सहयोग पनि गर्छु। उहाँहरूको कला हेरेर बुझेर उहाँहरूलाई म यो क्षेत्रमा लगाउँछु पनि र वर्षभरि मसँग सम्पर्क गरेर उहाँहरूको कला देखाउनेहरूलाई मैले राम्रो सबैभन्दा उत्कृष्ट लागेकोलाई मैले चाहिँ एउटा एल्बम निकालिदिने, एउटा म्युजिक भिडियो खेलाउने पनि गर्छु। नव कलाकारलाई अब आउने पिँढीहरूलाई कतिको धैर्यता गर्छन् भन्ने कुरामा चाहिँ मैले उहाँहरूलाई सम्झाएर पनि भन्छु। जस्तै 10 वर्ष लाग्छ एउटा राम्रो कलाकार बन्न भन्नुहुन्थ्यो हामीलाई हिजोका गुरुहरूले भने। अहिले भाइहरूले 1 वर्षमै 1 महिनामै नखोज्नुहोस्, आफूले एकदम मिहिनेत गर्नुपर्छ। श्रोताको माया पाउन सिक्न धेरै गाह्रो हुन्छ। त्यो भएर एउटा गीत गाउने बित्तिकै वरिष्ठ गायक भइहालेँ भनेर नसोच्नुहोस्। एउटा भिडियो खेल्ने बित्तिकै म राम्रो मोडल बनिहालेँ भनेर नसोच्नुहोस्। धेरै गाह्रो छ, धेरै दुःख छ भनेर अलिकति म सम्झाइसकेपछि मैले अब मेरो फुलबारी म्युजिक प्राली पनि छ। फुलबारी म्युजिक मेरो एउटा कम्पनीबाट चाहिँ मैले उनीहरूलाई भेटेर महिनाको एकपल्ट नभआउने कलाकार मोडलहरूलाई म त्यसको बारेमा अलिकति रेडियो नेपालसम्म पुर्याउने हो कि सङ्गीत सिक्ने ठाउँमा पुर्याउने हो कि डान्स सिक्ने ठाउँमा पुर्याउने हो कि यस्ता कुराहरू पनि म सकेसम्म उनीहरूलाई धैर्यता लिनको लागि मेहनत गर्नको लागि कोसिस गर्छु। गीत सङ्गीतभित्र भएको विकृतिहरू के हो कस्तो हुन्छ भनेर भन्ने क्वेसनमा चाहिँ के भन्छु भने अब कसैले आफ्नो आफ्नो तरिका हुन्छ। निजी सम्पत्तिको कुरा हो, निजी कलाको कुरा हो, आफ्नो व्यक्तिगत कुरा हुनाले गर्दा आफ्नो मनमा उत्पन्न भएको भावलाई कसरी पोख्नुहुन्छ कलाकारहरूले त्यसमा भन्नुपर्छ। तर अलिकति माटोको माया भएको, संस्कृतिको माया भएको, देशको माया भएको, शुद्ध माया प्रेमको र समाजलाई परिवर्तन गर्ने खालको चेतनामूलक शुद्ध माया प्रेमको त्यस्तो शब्दहरू नभइकन अलिकति उत्ताउलो खालको अथवा नपच्ने खालका कुराहरू पनि कतिले गर्नुहुन्छ। त्यसलाई चाहिँ म के सम्झिन्छु भने धेरै धान थालेको ठाउँमा कुनै कुनै भुसहरू हुन्छ, कुनै कुनै पबटाहरू हुन्छ, त्यस्तै जस्तो सम्झिन्छु। त्यस्ता कुरा चाहिँ गीत सङ्गीत मिडियाले पनि श्रोता दर्शकले पनि फिल्टर गरेर सुनिदिनु बुझिदिनुपर्छ र कलाकारहरूले पनि रेकर्ड गर्दैमा भिडियो खेल्दैमा समाजमा अपच्य खालको चाहिँ गर्नु हुँदैन। त्यो गीत चाहिँ
आफू पछि पनि त्यो गीत बाँचिरहोस् भनेर नेपालको माटो झल्किने खालको नेपालको संस्कृति झल्किने खालको नेपालीको पन झल्किने खालको गीत हुनुपर्छ भन्ने मेरो विचार छ। अहिलेको एउटा सफ्टवेयरको कुरा हो यो, एउटा टिकटक भन्ने कुरा छ। टिकटकको कुरा भन्नुपर्दा चाहिँ भाइरलको कुनै अर्थ छैन, भाइरल भएर हुने कुरा पनि केही छैन। मात्रै उहाँलाई चिन्नु होला तर उहाँले मिहिनेत गर्नुहुन्न। 15 सेकेन्ड भाइरल भएर तिम्रो कला बस्दैन, 15 सेकेन्ड तिम्रो एउटा मोल्डिङ क्षेत्र ओगट्दैन। त्यो भएर भाइरल हुनुभन्दा अगाडि आफू चाहिँ आफ्नो सिप कस्तो छ भनेर चाहिँ बुझ्नु होला। भाइरलको लागि बढी मिहिनेत नगर्नु, भाइरलबाट केही पनि हुँदैन भन्ने हिन्दोली.com सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई चाहिँ भोजराज काफ्ले भन्ने बित्तिकै उहाँहरूले लोकदोहोरी गाउँछ, लोकगीत गाउँछ, लोकलयका गीतहरू गाउँछ भनेर बुझ्नु भएको छ। तर मैले जति पनि माया पाएको छु युवा शक्तिहरूको, युवा पिँढीहरूको जति मैले माया पाएको छु, म अझ अहिलेको नवपिँढीहरूलाई कुनै खालको के गर्दा मैले लोक संस्कृति पनि बचाउँछु र युवाहरूको मन पनि जित्छु भन्ने लागिरहेको छु। जस्तै उदाहरण लट्टा बानेर, सेतो क्रिमले, माया बेरियो यस्ता गीतहरू जस्तै अझ म युवा पिँढीलाई छुने खालको गीतहरू लिएर आइरहन्छ भोजराज काफ्ले। भुल्देऊ मलाई आफ्नै स्वर्ग र तिम्रो मन्दको छारा, माया बेरियो बैगुनी नसम्झ बाटो फेरियो, माया बेरियो बैगुनी नसम्झ बाटो फेरियो। तपाईँहरूलाई थाहा छ भोजराज काफ्ले सडक क्षेत्रमा असाध्यै धेरै लोकप्रिय लोककर्मी हुनुहुन्छ। उहाँको छोरा महेश काफ्ले चर्चित पछिल्लो पुस्ताको चर्चित सङ्गीतकर्मी, चर्चित प्रस्तुता भन्नाले गायक हुनुहुन्छ। तपाईँहरूले सबैलाई थाहा छ। हामी एकैछिनपछि आउनेछौँ। म 20 क्रमको किशोर अवस्था लिएर भोजराजको साथै रहनुहोला। नानी साँच्चै हो र भने के कुरा गर्नुहुन्छ दिदी हजुर पनि? हो त नि मान्छे के महिनादेखि महिनावारी नै गर्नु भइरहेको थियो, त्यो पानी पनि बग्दैन। अनि मनमा कस्तो शङ्का लाग्न थाल्यो भने अनि जेसुकै परोस् भनेर अस्पताल गयो। नभन्दै कान्छे क्यान्सरको पहिलो दिदी कान्छे मलाई क्यान्सर निको भइसक्यो। बरु ध्यान दिएर सुन कान्छे, काठमाडौँ क्यान्सर सेन्टर तारथलीका डाक्टरले भने अनुसार गोली क्यान्सर रोग निको हुन सक्छ। हो र दिदी, कस्तो खुसीको कुरा सुनाउनु भयो तपाईँले। क्यान्सर रोग सम्बन्धी सल्लाह, जानकारी र उपचारका लागि काठमाडौँ क्यान्सर सेन्टर तारथली जनहितमा जारी गरेको सन्देश। सब सल्लाह, सुझाव र जानकारीका लागि 9851313233 फोन गर्नुहोस्। क्यान्सर डर होइन, अब उपचार। हाम्रो पात्रमा सजिलो गरी हाम्रो पार्टीको प्रस्तुति खण्ड.com आजको श्रृङ्खला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्। तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्। मन पऱ्यो भने साथीभाइ इष्टमित्र आफ्नो आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। तपाईँलाई थाहा छ हाम्रो तपाईँले हामीलाई फेसबुकमा facebook.com/खुल्नुली पेजमा प्रतिक्रिया दिन सक्नुहुन्छ र सँगसँगै हाम्रो वाट्सएप नम्बर 98 010 81 610मा
आफ्नो प्रतिक्रियाहरू दिन सक्नुहुन्छ। अघि भनिसकेका छौँ बिमा विश्वकर्माको किशोर अवस्था अरू धेरै किशोरीहरूका लागि पनि काम लाग्न सक्छ। बेला बेलामा हामीले यस्ता बाइटहरू अनुभवहरू भोकाइहरू तपाईँलाई सुनाउँदै आएका छौँ। यो चाहिँ आज अलि बढी स्पेसल श्रृङ्खला बिमा विश्वकर्मा। नमस्कार, म नायिका तथा प्रचारकर्मी बिना विश्वकर्मा। मेरो जन्म चाहिँ बर्दियामा भएको हो, बर्दियाको कुलरियामा। तर मलाई भोट आएदेखि नै म काठमाडौँको कालोपुल एरियामा चाहिँ मलाई स्मरण भएको मेरो बाल्यकालमा चाहिँ त्यहाँदेखि मात्रै सुरु हुन्छ। त्यो टाइममा बाल्यकालमा म हिमालय विद्या मन्दिर पढ्थेँ। मेरो प्राइमरी लेभलको हिमालय विद्या मन्दिरमा पढ्दा चाहिँ मलाई याद भएको कुराहरू भनेको म एक्स्ट्रा करिकुलम एक्टिभिटिजमा अलिकति एक्टिभ थिएँ, जस्तै ड्रइङहरूमा अनि कुरा बनाउने कुरामा, डान्स, बच्चाहरूको डान्सिङहरूमा। मलाई जहिले पनि प्यारेन्ट्स डेमा मलाई अहिले पनि याद छ, म केजी 1तिर हुँदाखेरि म जहिले पनि मलाई फ्रन्ट रोमा एज अ लिडर नै राखिदिनुहुन्थ्यो कि त्यो कुराहरू चाहिँ याद छ मलाई। त्यो बाहेक हाम्रो हिमालय विद्या मन्दिरमा त्यो टाइममा चाहिँ प्यारेन्ट्स डेमा अनि राजा रानीहरू आउनुहुन्थ्यो, मलाई त्यो कुरा याद छ। त्यो टाइममा रमाइलो थियो बाल्यकाल भनौँ न। तपाईँको फ्यामिलीमा को को हुनुहुन्छ? मेरो फ्यामिलीमा अहिले चाहिँ मेरो बहिनीहरू, भाइ, मेरो भाइ र म चाहिँ एकदम धेरै झगडा गर्ने। मेरो बहिनीहरू चाहिँ मभन्दा कान्छी, मभन्दा माथि एकजना दिदी हुनुहुन्छ, दिदी पनि हस्टेलै बसेर पढ्नुभएको, त्यही भएर खासै इच्छा गर्छ। भाइ र म चाहिँ एउटै स्कुलमा पढेको भएर लगभग सँगसँगै नै पढेको भएर भाइ र मेरो मेमोरिज चाहिँ धेरै छ, एकदमै धेरै झगडा गर्ने होइन। तर कस्तो भने भाइ र म आफूमा चाहिँ झगडा गर्ने, तर फिजिकली मेरो भाइ पनि बिग्रियो कि त्यो टाइममा। अनि स्पेसली यो चाहिँ मैले मेरो सिनियर टाइमको कुरा गर्दैछु। अनि म चाहिँ अलिकति स्ट्रिक्ट नेचरको पहिल्यैदेखि होइन, क्लास क्याप्टेन, स्कुल क्याप्टेन हुने नेचरको टाइपको। अनि मेरो भाइ चाहिँ दुब्लो भएको भएर उसको क्लासमेटहरूले अलि हेप्न खोज्ने, अनि म आएपछि चाहिँ उसको दिदी आयो भनेर छोडिदिने, त्यस्तो टाइपको मेमोरिजहरू चाहिँ छ। त्यसो पढाइ कस्तो छ तपाईँको? म राम्रै स्टुडेन्ट थिएँ। आई वाज नट एकदम ए ग्रेड एक्सलेन्ट स्टुडेन्ट चाहिँ होइन, तर म सधैँ पास हुने र कुनै कुनै विषयहरूमा चाहिँ म एकदमै राम्रो, अकाउन्टहरूमा भयो होइन, सोसियल स्टडिज अनि इपिएसहरूमा, नेपालीहरूमा चाहिँ एकदमै राम्रो, इङ्ग्लिसमा। मेरो म्याथ चाहिँ अलिकति विक थियो मलाई याद भएसम्म। टु बी अनेस्ट मैले टिचरहरूको गाली नै खाइनँ भन्दा पनि हुन्छ, किनभने जहिले पनि त्यो इन्टर स्कुल कम्पिटिसनहरू हुन्छ नि, त्यस्तोमा चाहिँ जहिले पनि स्कुललाई लिड गरेर जाने टिममा पर्थेँ म। अनि जहिले पनि जितेरै आएको हुन्थेँ कि, फर्स्ट सेकेन्ड थर्डमा चाहिँ एउटा भएरै आएको हुन्थेँ। त्यही भएर मैले त्यस्तो खासै धेरै गाली चाहिँ टिचरहरूको खानु परेन। त्यो टाइममा मेरो फ्रेन्ड सर्कल, आई डोन्ट नो हाउ कम, बट मेरो क्लासमेट्सहरू भन्दा म आफूभन्दा सिनियर ब्याचको स्टुडेन्ट्सहरू चाहिँ मेरो बढी साथी हुन्थ्यो होइन। जस्तै म 6मा पढ्दाखेरि मेरो 8को साथीहरू हुने, म 8मा पढ्दाखेरि 10, 19को साथी हुने, त्यस्तो हुन्थ्यो। मलाई चाहिँ के लाग्छ भने म बच्चैदेखि अलिकति त्यो कारणले अनि बिसाइड म नेचर वाइज पनि अलिकति स्ट्रिक्ट नेचरको थिएँ। क्लासमेट्सहरूले खासै त्यस्तो अप्रोच पनि गर्नुहुन्थेन। त्यो टाइमको हाम्रो लाइफको क्रसेसहरू भनेको चाहिँ मुभिज, एक्टरहरू हुनुहुन्थ्यो कि। अनि मलाई याद छ मेरो ग्रामर बुकहरूमा मैले शाहरुख खानको फोटोहरू राखिदिएको थिएँ होइन। मेरो त्यो इङ्ग्लिस टिचरले चाहिँ मेरै अगाडि यसरी च्याट दिनुभएको थियो, अनि म एकदम रोएको थिएँ। त्यो चिजहरू चाहिँ मलाई याद छ। एभ्री टाइम आई युज टु सी शाहरुख खान अन स्क्रिन, मलाई एकदम हार्टबिट बढेको जस्तो, उसँग लभ गरेको जस्तो फिल हुन्थ्यो कि। सो मेरो लाइफको फर्स्ट क्रस एन्ड दि म्यान होइन, यो मान्छे मेरो लाइफ पार्टनर भएको जस्तो फिलिङ्स आएको भनेको चाहिँ शाहरुख खानलाई देखेपछि। त्यो टाइममा खासै म हस्टेल बसेर पढेको भएर प्यारेन्ट्सहरूलाई यो बारेमा त्यस्तो विस्तृत जानकारी पनि भएन। मैले यो शाहरुख खानलाई लिएर के पटाइ गरेँ उहाँलाई त्यति साह्रो थाहा पनि हुन्थेन। तर त्यो एट्र्याक्सन, त्यो एट्याचमेन्ट अहिले पनि छ होइन मेरो चाहिँ। अहिले पनि मेरो फ्यामिलीहरूसँगै बसेर हेर्दाखेरि मेरो बहिनीहरूले टिभीमा शाहरुख खान आउँदा दिदाजी आउनुभयो नै भनेर जिस्काउँछ मलाई। त्यो एकदमै कमन चिज हो मेरो फ्यामिलीमा चाहिँ। आई थिङ्क मैले मेरो टिनेज लाइफ एकदमै राम्ररी बाँचेँ। बाल्यकाल त त्यति पुरापुरी याद पनि छैन, तर टिनेज लाइफ चाहिँ एकदमै इन्ट्रेस्टिङ वेमा बाँचेँ, किनभने म एकदमै डेयरिङ नेचरको, मलाई आफूलाई जे गर्न मन लाग्छ म गर्ने टाइपको, बरु गाली
गाली खाएर हुन्छ कि होइन पिटाइ खाएर हुन्छ कि जस्तै म म्याथमा कमजोर होइन अनि तर म नाच्न गाउनमा एकदमै अलि एक्स्ट्रा अर्डिनरी ट्यालेन्ट्सहरू हुन्छ नि बच्चामा पनि ठिकै नाच्छ र अलिक बढी नाच्न सक्ने म चाहिँ कम्पोजै गर्न सक्ने लेभलको नाच्थेँ त्यो टाइममा अनि मेरो डान्स म्याम हुनुहुन्थ्यो डान्स टिचरहरूले चाहिँ दिमा अब यस्तो प्रोग्राम आउनु लाग्छ कम्पोज गर्न आइदेऊ न ल भन्ने जाने डान्स क्लास क्लासको स्टुडेन्टको डान्स क्लास र डान्स क्लास चाहिँ सँगसँगै छुट्यो डान्स क्लास गयो भने चाहिँ मैले नाच गर्नु पर्दैन अनि म चाहिँ खुसी भएर जान्थेँ त्यो चाहिँ याद छ कि मलाई एकदमै राम्ररी सो आई थिङ्क मेरो टिनेज लाइफ चाहिँ मेरो लाइफको सबैभन्दा इन्ट्रेस्टिङ म चाहिँ साथीहरूलाई चाहिँ के भन्छु भन्दाखेरि तपाईँलाई जे चिज गर्न मन लाग्छ त्यो चिजलाई गर्नुहोस् तर त्यसको कन्सिक्वेन्सेस पनि याद गर्नुहोस् होइन तपाईँले गरिरहेको चिजले अरूलाई हार्मफुल नहोस् आफ्नोलाई चाहिँ होइन तपाईँलाई गर्न मन लागेको चिज तपाईँलाई राम्रो लागेको चिज आफ्नोलाई चाहिँ कहिले पनि नहोस् र साथीभाइसँग चाहिँ आई होप उहाँको प्यारेन्ट्सहरूले पनि सुनिराख्नु भएको छ होला होइन म स्पेसली प्यारेन्ट्सलाई फोकस गर्न चाहन्छु कि आफ्नो बच्चालाई कसरी ग्रुम गर्ने भन्ने जिम्मेवारी मलाई चाहिँ एकदम त्यो सराउन्डिङमा हुनुपर्छ कस्तो वातावरणमा हुन्छ त्यो एकदम म्याटर गर्छ जस्तो लाग्छ त्यो बच्चाहरूलाई बाँध्ने काम चाहिँ प्लिज नगरिदिनु भनेर रिक्वेस्ट गर्न चाहन्छु होइन हो कि उहाँले गलत चिज डिफेन्ड गरिराख्नु भएको छ भने त्यो गलत हो भनेर तर बिना कारण बच्चाहरूलाई रोकटोक गर्ने कामले चाहिँ जति एक्सप्लोर गर्न सक्छ नि एउटा बच्चाले हुँदै गरेको बच्चाले त्यो चिज उहाँलाई एकदम Ah, pasa. सो आई थिङ्क इट्स अ म्युचुअल वर्क Sabaka. र प्लस टिनेजर्सहरू एकअर्कामा फ्रेन्ड्स जस्तो भएर त्यो Sabaka kaka. बिल्डअप गर्न सक्नुभयो भने आई थिङ्क दुवैलाई नै राम्रो हुन्छ जस्तो लाग्छ नायिका र कार्यक्रम प्रस्तोता स्टेज पर्फर्मरमा Ah, papasa. पहिलो रोजाइमा आउँछ यही ठाउँमा अनि दिमा विश्वकर्माको अनुभव किशोरावस्था सुन्दै थियौँ Ah, papasa. देशैभरिका लोकप्रिय एफएम स्टेसनको साथ www.aradio.com हाम्रो पात्र मोबाइल एप पोडकास्टको रूपमा हाम्रो पात्रमा पनि तपाईँले यो श्रृङ्खलालाई आफूलाई अनुकूल हुने समय पनि सुन्न सक्नुहुन्छ सल्लाह सुझाव र प्रतिक्रियाका लागि आजदेखि भनिरहेका छौँ हाम्रो फेसबुक पेज facebook.com/खुलमुरी सधैँ छ र सँगसँगै 98 हाम्रो यो वाट्सएप नम्बर पनि तपाईँको लागि उपलब्ध छ रेडियोको स्टुडियो कमेडी हाई नारेश्वरबाट बामेश्वरबाट हामी बोलिरहेका छौँ Тебе антуха. बोलाउनु उपस्थितलाई तपाईँले खुल्नु बक्समा सुन्न सक्नुहुन्छ Pusta. Вообще нет пустой. पछिल्लो पुस्ताको सक्रिय चलचित्रकर्मी लाग्छ असाध्यै माइतीय लाग्छ देखि बनाउनलाई हामीले सानोदेखि बाल कलाकारदेखि नेपाली रथपथमा चलचित्र सिनेमा उद्योगमा सक्रिय सलुनको किशोरावस्था चाहिँ कस्तो थियो होला अनि सलुनलाई म जोड्दैछु नमस्कार म कलाकार सलोन बस्ने मेरो आफ्नो बारेमा भन्नुपर्दाखेरि मेरो जन्म चाहिँ काठमाडौँमा नै भयो काठमाडौँमा प्रस्तुति गृहमा भयो अनि मेरो घर चाहिँ मेरो घर सन्तुकमा अब त्यो आफ्नो पछाडि म सानो हुँदाखेरि नै फर्स्ट टाइम क्यामरा फेस चाहिँ म 6 मन्थको मात्रै थिएँ अनि त्यतिखेर चाहिँ एउटा
त्यतिखेरसम्म चाहिँ म स्टेजमा पर्फर्म गर्थेँ, स्टेजमा डान्सहरू गर्थेँ, नाटकहरू गर्थेँ होइन सानै बेलामा नै। अनि त्यही नाटकहरू गर्ने क्रममै एक दिन म क्लास 3 मा पढ्ने बेलामा सायद क्लास 3 मा पढ्ने बेलामा चाहिँ अनि नाटककै क्रममा हाम्रो चिफ गेस्ट चाहिँ भुवन अङ्कल, भुवन केसी अङ्कल, उहाँ चाहिँ प्रोग्रामको चिफ गेस्ट हुनुहुन्थ्यो। उहाँ आउनुभयो, त्यतिखेर उहाँको नेपाली बाबु भन्ने मुभीको चाहिँ प्लानिङहरू चल्दै थियो। सो उहाँले चाहिँ अनि आफ्नो प्रोग्राम सकेपछि उहाँले स्टेजमा आएर आफ्नो 2 शब्द राख्दै हुनुहुन्थ्यो। राख्दै उहाँले चाहिँ त्यहीँनिरैबाट म अब नेपाली बाबु भन्ने मुभी बनाउँदैछु अनि यो मुभीमा चाहिँ यो मुभीको चाहिँ मुख्य कलाकार चाहिँ सलोन हुनेछ भनेर उहाँले अन द स्टेज नै उहाँले अनाउन्स गरिदिनु भयो। एन्ड द्याट वाज द लकी डे अफ माई लाइफ होइन। अनि मेरो फर्स्ट एउटा ठुलो पर्दाको मुभी पाएँ। सो त्यहाँबाट चाहिँ अब नेपाली बाबु पनि पाएँ, एक्टिङ करियर स्टार्ट भयो मेरो। अब हामी एक्टिङ अब नेपाली बाबुसँग चाहिँ कामहरू गर्दै गएँ, प्लस मेरो स्टडी पनि चल्दै थियो। 3 क्लासपछि आफ्नो 4 क्लासदेखि चाहिँ मैले ब्राइट फ्युचर सेकेन्डरी स्कुल नयाँ कापमा पढ्न सुरु गरेँ। अनि त्यता मेरो स्टडी पनि चल्दै थियो सँगसँगै मस्टली टाइममा मुभीले गर्दाखेरि स्कुल जान पाउँदैन। सो Да я смотри только куда пошел. Сейчас провалится где-нибудь. पढाइ म एभरेज आएर टपर त्यस्तो त थिएन, तर एभरेज स्टडी थियो। अनि मेन त अब स्कुलले गर्दाखेरि होइन कामले गर्दाखेरि पनि प्रायः म कलेज स्कुल जान पाउँदैन थिएँ। कहिले काहीँ मेरो टर्मिनल एक्जामहरू पनि छुटिरहेको हुन्थ्यो सुटिङले गर्दाखेरि। सो अब प्रायः त अब टर्मिनल एक्जाम चाहिँ छुट्थ्यो, तर अब फाइनल एक्जामहरू मात्रै दिइरहेको हुन्थ्यो। तर मलाई अब टिचरहरूले एकदमै हेल्प गर्नुभयो, सबै टिचरहरू एकदम Можно его опять? Нет, нельзя. Санька болеет. Ага, попался. Так нельзя собаки. Укусит, будет. Ага, попался. Иди в дом. Все. Ага, попался. Собаки кусают. Кусаются. Ага, попался. त्यसले गर्दाखेरि मलाई चाहिँ अब क्यापिटल कलेजमा मैले बस्दै थिएँ अनि म त्यो कलेजमा जोइन गरेँ। त्यहाँ चाहिँ मेरो ब्राइट फ्युचरको स्टुडेन्ट कोही पनि थिएन कि त्यो Ага, попался. अनि प्रिन्सिपलले चाहिँ मलाई चिन्नुभयो। मलाई भन्दा पनि मेरो ड्याडीलाई चिन्नु हुँदो रहेछ होइन, सोभित बस्नेतको छोरा भनेर उहाँले एकदम रेस्पेक्टको साथ मलाई त्यहाँ कलेजमा एडमिसन पनि दिनुभयो। Ага, попался. इन्टरनल के अरे मलाई एक्जाम पनि दिनुभयो होइन, इन्ट्रान्स एक्जाम पनि लिनुभयो होइन। कलेज मैले होटल म्यानेजमेन्ट पढेको थिएँ, होटल म्यानेजमेन्ट जोइन गरेँ। कलेज सुरु भएको लगभग 17-18 डेज भइसकेको थियो, म कलेज छिरेको थिएन। अनि त्यस पछाडि बल्ल कलेज गएँ होइन। अनि 18 डेमा कलेज जाँदाखेरि क्लासरुम कुन हो भनेर सोद्धा क्लासरुम देखाएँ। अनि म ड्रेसमा पनि थिइनँ, आउट ड्रेसमा थिएँ। त्यतिखेर पङ्कको चलन थियो होइन। म कालो गाजर लगाउँथेँ, कपाल पुरै स्पाइकी होइन, कालो सर्ट, कालो प्यान्ट, कालै जुत्ता लगाएर होइन। अनि म नक्कलवाला बेल्ट थियो त्यस्तो लगाउँथेँ कि त्यो अब त्यतिखेर पङ्क एकदम चल्ने, मलाई एकदम पङ्क मन पऱ्यो। कलेज गएँ, क्लासमा छिरेपछि Кис. Позови кошку. Зови. Позови кошку. Иди зови.
केटाहरू पनि आयो मलाई यस्तो हेऱ्यो एकछिन हेऱ्यो पछाडि गएर आरामले बस्यो होइन म एक्लै बसेँ कि त्यो बेला А, попался. अनि त्यस पछाडि अनि Снег. Ой, ножки за это. Ой, А, попался. Толь, пойдем. А, попался. Пошли, говорю. А, попался. Ага. त्यसरी हिँड्थ्यो होइन करिडोरमा हिँड्दा फेरि पनि अनि त्यो अर्कै त्यो ग्याङ्स्टर फिल आउने कि मनले होइन अनि बदमास एकदम बदमास जो यो गाली सुन गर्ने अहिले आएपछि सरहरूसँग अब अहिले पनि मेरो कन्ट्याक्ट छ उहाँहरूलाई भेटिरहेको त्यतिखेर गाली गर्नुहुन्थेन अहिले चाहिँ माया गर्नुहुन्छ त्यतिखेर चाहिँ एकदम बदमास केटाहरूमा गन्दिनी भइसकेको थियो होइन 11 एक किसिमले रुल गरे जस्तै भयो कि अनि झगडाहरू पनि त्यस्तै पर्थ्यो तर जस रमाइलोसँग थियो 11 12मा कुरा गर्छु त्यही बेलाकै कुरा गर्छु 11 12मा हुँदाखेरि चाहिँ अब सुरुमा जाँदाखेरि पनि इक्वेसन राम्रो थियो त्यसको लागि ग्रुपसँग चाहिँ चिठीहरू चाहिँ साह्रै थियो कि कस्तो भयो कि कोही अब आयो कोही बोल्नु आइहाल्यो भने पनि अब चाहेर अब त्यो बोल्न नसक्ने बनाएर पठाइदिन्छु त्यसले गर्दाखेरि अनि खासै इम्प्रेसन राम्रो थिएन केटीहरूको माझमा अनि त्यसले गर्दा 11 12 त्यो टाइममा +2को टाइममा चाहिँ के खासै केटीहरूसँग क्लोज हुने टाइम चाहिँ पाएन केटाहरूसँग नै भयो यो नर्मल नै हो जस्तो लाग्छ अहिले पनि लाइक अब मेरो उसले पनि यस्तै किसिमको स्टोरीहरू सुनाउँछ नर्मल नै हो तर अब त्यही अब त्यो साथीहरूले सम्झ अब मैले सबैजना स्टोरी साथीहरू पनि अनि सबैजनाले एकदम रमाइलो गर्थ्यो त्यो दिनहरू अहिले पनि अब फेसबुकमा अब सबैजनाले कुरा हुन्छ लाइक वन्स इन अ मन्थ 2 मन्थ कुरा हुन्छ त्यो कुराहरू हुँदाखेरि पनि त्यही कलेज डेजहरूको कुराहरू आउँछ रमाइलो भएको थियो भन्ने कुराहरू आउँछ अब एक किसिमले नराम्रो त हो त्यो होइन यो एउटा गुड प्र्याक्टिस त होइन राम्रो प्र्याक्टिस होइन तर पनि अब त्यो टाइम सम्झिँदाखेरि हामीले त्यति धेरै हार्म कसैलाई पनि गरेनौँ त्यो टाइममा त्यो एउटा चाहिँ अब खुसी लाग्छ अब त्यो किनभने त्यो सर्कल भएर त्यही तरिकाले अगाडि बढ्दाखेरि लाइक बिग्रिनु पनि सक्थ्यो त्यो चाहिँ भएन लक्ष्य हामी कस्तो हो भने अब हिँड्दाखेरि यताउति सङ्की भएर हिँड्ने पनि त्यो टाइममा चाहिँ एउटा हाम्रो प्रिन्सिपलले हामीले भन्ने एउटा मात्रै कुरा चाहिँ होइन हाम्रो एउटा स्ट्रङ पोइन्ट चाहिँ तपाईँको ब्याट चाहिँ काठमाडौँको कलेजहरू एकदम धेरै कलेजहरू हाम्रो ब्याट चाहिँ 11 बोर्ड हाम्रो कलेज चाहिँ टप 10 Ah, попался. त्यसले गर्दाखेरि चाहिँ होइन हाम्रो टिचरहरूलाई भनेको बिग्रेको हो Все, пойдем. 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 Че тебе? Не хочешь домой? Тихо. Все, домой. Пойдем. Топ-топ. Топ-топ. Сходи. Куда ты пошел разуваться?
Что? Ну, Толь, हाम्रो मातृ दिवसको दिन खण्डगरको जो श्रृङ्खलामा иди сюда разуваться. रविन्द्रहरू हुनुहुन्छ अब यो श्रृङ्खला तपाईँलाई मन पर्ने भने हामीलाई खबर गरिदिनुहोस् मन पऱ्यो भने साथीभाइ इष्टमित्र आफ्नो आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस् यति भन्दा पनि हामी सिधै तपाईँको ध्यान जोड्दैछौँ प्रदीप खड्का सबै तपाईँको प्रदीपहरू तेस्रो अवस्थामा तपाईँलाई जोड्दछौँ प्रदीपले अभिनय गर्नुभएको छ प्रकाश उत्कृष्ट जुरीहरूले उत्कृष्ट सिनेमा भन्दा भन्दै पनि उत्कृष्टत्व भन्दा भन्दै पनि फाइनल नाम घोषणा गर्ने बेला परेन र अहिले त्यसको अलिकति बहस पनि चलिरहेको छ प्रदीप खड्का खण्डगरकोमा हेलो एभ्रिवान इट्स मी प्रदीप पेङ्गी 3 आर्टिस्ट Hey, Safari. Hey, Safari. मा भएको मेरो फ्यामिली एकदम सानो छ मम्मी बाबा म र बहिनी हामी 4 जना छौँ मेरो ग्रान्ड प्यारेन्ट्सहरू चाहिँ उता गाउँतिरै कता हुनुहुन्छ धेरै टाढा हुनुहुन्छ अनि मामा घरतिर पनि ठुलै फ्यामिली छ तर मेरो इमिडिएट फ्यामिली चाहिँ सानो हामी सानो फ्यामिली भएर होला सायद धेरै कुराहरू सेयर हुने एकदम क्लोज सर्कल सबै कुराहरू थाहा हुन्छ अनि त्यही सम्बन्ध चाहिँ अब बहिनीसँग मम्मीसँग त एउटा अब अलिकति डिस्टेन्स छ बाबासँग अलिकति क्लोज एज पनि धेरै ग्याप छैन सायद 18-19 वर्ष मात्रै ग्याप छ त्यो भएर बाबासँग अलिकति क्लोज म सानोमा एकदम धेरै चक्क थिएँ होइन अनि स्कुल पढाइ राम्रै थियो पढाइ राम्रो भएको कारणले गर्दा जति बदमास गरे पनि जति चक्क गरे पनि माया पाइन्थ्यो सबैतिर अलिकति सेन्टर अफ एट्र्याक्सन नै भइन्थ्यो हजुरको कस्तो थियो भने स्कुलमा पनि अब बदमासहरूको लिस्टमा पनि पर्ने पढ्नेहरूको लिस्टमा पनि पर्ने अनि त्यही भएर सबैले चाहिँ अरूले गर्दाखेरि म मुस्टेको भन्ने टाइपको पर्थ्यो होइन यो त्यसको चाहिँ छ तर अरूले गर्दा यसलाई बिगारेँ यो बिग्रेला भन्ने टाइपको अनि त्यस्तै थियो अब चोटपटक लाग्ने अब त्यो दौडिँदाखेरि खोला दौडिने त्यस्तो एक्टिभै थियो कता बेलामा पढाइ राम्रो थियो म हार्डली कहिले सेकेन्ड भएन होला होइन 2-3 सम्म चाहिँ म 12-13 यस्तो हुन्थेँ अनि एउटा प्रोग्राम थियो त्यो प्रोग्राममा चाहिँ फर्स्ट हुने सेकेन्ड हुने त्यहाँबाट अनि त्यो दिन चाहिँ म घर गएर एकदम सेन्टिमेन्टल एकदम म चाहिँ निराश भएँ मैले दिएन अरूलाई मात्र दियो भने त्यहाँबाट अनि अब त्यो किन्नलाई गाह्रो त थिएन तर पाउनुको छुट्टै एउटा मजा Слышишь? Куда шапку? Вот он. А то завтра будешь искать. Штаны сложи аккуратно, сюда положи. Завтра гуляй. Завтра гулять. Да. Носочки теплые одень. Где телефон? Я сказала, его телефон нахуй на зарядку положи. Сейчас. Опять снимает. Сколько можно снимать?